सायुथुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचला वीरहरूका राजधानी स्वतन्त्र अचला ज्ञान भूमि शान्ति भूमि तारै पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छत्तीसगढ अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल जय राष्ट्र जय नेपाल। अब यही गर्नको लागि फोन गर्नुपर्छ 1 2 3 नमस्कार, म जयन्त अधिकारी। हामी जनकपुर धामको धनु सागर पोखरीको 10औं घारी डिलमा चाहिँ श्रद्धाञ्जली कार्यक्रम राखेका छौँ। यो सेप्टेम्बर 8 को जुन जेन्जी प्रोटेस्टमा हाम्रा थुप्रै भाइहरू चाहिँ अमर हुनुभयो र उहाँहरूलाई थाहा थिएन कि मलाई चाहिँ गोली हालेर हत्या गर्छ यहाँ यो भ्रष्ट सरकारले चाहिँ यस्तो गर्छन् होला। उहाँले सायद सोचेर पनि जानुभएको थिएन होला कि म चाहिँ घरसम्म आउँछु कि आउँदैन फर्केर। र धेरैजनाको घरमा चाहिँ अहिले के छ भन्दाखेरि जुन घाइते हुनुभएको छ उहाँको घरमा थाहा छैन कि मेरो छोरा चाहिँ बिरामी भएको छ, घाइते भएको छ, गोली लागेको छ। अनि हामी सबै चाहिँ कामना गरौँ विश्वास गरौँ कि जति पनि साथ प्राप्त गर्नुभएको हाम्रो भाइहरूको चाहिँ उहाँको चाहिँ आत्माले स्वर्गमा बास होस् र जति पनि घाइते हुनुभएको छ सबै चाँडोमा चाँडो निको होस्। र अब हामीले चाहिँ जाग्नु पर्दछ। वर्षदेखि हामी चाहिँ हाम्रो राष्ट्र चाहिँ बर्बाद भयो, हाम्रो राष्ट्र चाहिँ धेरै हामी पछाडि गएका छौँ। धेरैजना लाग्छ कि यो राष्ट्र मेरो बाउको वीरता हो, यो जनता चाहिँ मेरो गुलाम हो। हाम्रो राष्ट्र चाहिँ अहिलेसम्म कहिले पनि गुलाम नभएको राष्ट्र हो नेपाल। हामी कसरी गुलाम भयो? विश्वमा थुप्रै देशमा यस्तो संसद चाहिँ गुलाम भएको छ, तर नेपाल राष्ट्र कहिले पनि गुलाम नभएको राष्ट्र चाहिँ यहाँको अधिकांश जनता चाहिँ गुलाम छन्। कोही कुनै पार्टी गुलाम हो, कोही कुनै पार्टी गुलाम हो, कोही कुनै पार्टी गुलाम हो। अब हामीलाई यो चिर्नुपर्छ, फार्नुपर्छ। झोलेहरूको झोलाले फारेर त्यसको चाहिँ व्यवस्था गर्नुपर्दछ। यदि गर्नु भएन भने हामी सक्षम भएनौँ भने यो जति पनि यो झोलेको संरक्षण गर्ने पार्टीहरू जति छन् सबै अहिले युनाइट हुँदैछ र सबै चाहिँ मिलेर चाहिँ अब चाहिँ कसरी यो अब मलाई एउटा कुरा भन्नु त यो जुन अहिले प्रोटेस्ट भएको छ जेन्जी प्रोटेस्ट त्यसको माग के हो? माग के छ भन्दाखेरि जो हामी चाहिँ सफल बन्नु भएको छ मागको क्रममा कि संसद विघटन होस्, त्यो भयो। एउटा अहिले अस्थायी चाहिँ प्रधानमन्त्री होस्। त्यस पछाडिको प्रक्रिया के छ भन्दाखेरि कि 6 महिना पश्चात चाहिँ एउटा प्रत्यक्ष चुनाव गरेर चाहिँ प्रधानमन्त्री होस्। यसमा के अपराध हो? जसले राम्रो गर्छ, जसलाई जनता चाहिँ पसन्द गर्छ चाहिँ प्रधानमन्त्री बन्ने हो। त्यस पश्चात जति भ्रष्टाचार गरेको छ उसको चाहिँ फाइल खुल्नुपर्छ, कारबाही हुनुपर्छ यदि अपराध छ भने। यसमा के गलत कुरा छ? जसले अपराध गरेको त्यसमाथि कारबाही नहुनु पर्ने? त्यही भएर यो राष्ट्र त्यही मात्र नेताको छैन, यो राष्ट्र हामी सम्पूर्ण नेपालीको छ र हामी सम्पूर्ण नेपाली जाग्नु पर्दछ। र गाउँ गाउँमा धेरै युवा अहिले पनि लागेको छ कि म फलानु पार्टीमा अब छोड्नु पर्दछ र हामी स्वतन्त्र बाँच्नु पर्दछ। धेरै कष्टले हाम्रो जीवन मिलेको छ र यो जीवनलाई चाहिँ सार्थक बनाउनको लागि अब स्वाभिमानी भएर यदि जिउनु छ भने त्यो कुनै पार्टीको नेताको झोले भएर होइन, राष्ट्रको छोरा भएर बाँच्नुपर्छ। ल, धन्यवाद, नमस्कार, जय राष्ट्र।